यो धुलोसरीको जुत्ता चाहिँ अहिले किन मैले हातमा समाइरहेको छु भन्नुभयो होला हैन। यो चाहिँ मेरो नयाँ जुत्ता हो हमतोल। अनि यो चाहिँ हामीले डिफ्रेन्ट काइन्ड अफ टरेनमा चाहिँ 100 किलोमिटर हिँडेर यसको हामी रिभ्यू दिनेवाला छौँ। आज चाहिँ हामीले जम्मा 15 किलोमिटर हिँडिरहेको छौँ यो जुत्ता लगाएर हैन। अझै पनि यसको चाहिँ सेक्सनमा हामी चाहिँ जम्मी 4वटा हाइकमा चाहिँ यसलाई लगभग 100 किलोमिटर जति लगाएर टेस्ट गर्नेवाला छौँ। अहिले नै इनिसियल इम्प्रेसन भनेको चाहिँ यो जुत्ताको एकदमै युनिक भनेको चाहिँ यो एउटा नब सिस्टम हो। यो चाहिँ सुलेस सिस्टम हो। सो यसलाई चाहिँ हामीले यसरी घुमाएर बन्द गर्न सकिन्छ हैन। अनि यसलाई चाहिँ खोल्न पर्यो भने फेरि यसरी बाहिर तान्ने अनि यसले चाहिँ अटोमेटिक रूपमा चाहिँ यो लुज हुँदै आउँछ हैन। अनि यसको साउन्ड क्या स्याटिस्फाइङ छ क्या हैन। जस्तै यसलाई चाहिँ अब टाइट गर्न पर्यो भने यहाँ छ मेरो माइक हैन, माइक नजिकै म सुनाउँछु। क्या स्याटिस्फाइङ छ क्या यसको आवाज हैन। मलाई यो चाहिँ एकदमै मन पर्यो। अनि अब प्लस अरू के छ भन्दाखेरि लाउँदाखेरि एकदमै कम्फर्टेबल छ। स्टिचिङहरू पनि एकदमै दामी देखिरहेछ हैन। अनि अब यो ग्लुहरू पनि एकदमै नो डाउट एकदमै स्ट्रङ छ। अहिले हेर्दाखेरि ग्रिप बब्बालै छ हैन। अब अनि भित्रको यो सुलेस इनसोल हेर्ने हो भने इनसोल पनि एकदमै बाक्लो छ, एकदमै बाक्लो अनि एकदमै कम्फर्टेबल छ। ट्रेकिङ हाइकिङमा मजाले लाउन मिल्यो। अनि यो चाहिँ अलिकति क्याजुअल साइडमा पनि छ। सो मैले जिन्स प्यान्टसँग लगाएँ भने पनि खासै समस्या हुन्छ जस्तो लागेन, दामी पनि देखिन्छ जस्तो लाग्यो। सो यसको 100 किलोमिटरमा चाहिँ कस्तो आउँछ पर्फर्मेन्स अनि यसको चाहिँ कतिको कम्फर्ट हुन्छ, यसले चाहिँ टरेनमा चाहिँ कतिको राम्रो ग्रिप दिन्छ अनि ड्युरेबिलिटी जस्तो यसको स्टिचहरूमा केही समस्या आउँछ कि अथवा चाहिँ कतै ग्लुहरूमा चाहिँ ग्लुहरू चाहिँ अलिकति लुज हुन्छ कि हैन, त्यो सबै कुरा हामी रिभ्यू दिन्छौँ। अनि हावा पनि आइरहेको होला अलिअलि अडियोमा। यो कारण चाहिँ के हो भने हामी एकदमै डाँडामा छौँ, झुलेमा छौँ अहिले। अनि हाम्रो लगभग आज हामी 30+ को नम्बरमा चाहिँ हाइक आएको छौँ। अनि त्यही हाइकमा चाहिँ हामी यो टेस्ट गर्दैछौँ, रियल टेस्ट।